पहिचान बनाउनु भएको हाम्रो नेपाली कम्युनिस्ट पार्टीको नेता प्रखर वक्ता नेपालको कम्युनिस्ट आन्दोलनमा पछिल्लो चरणमा देखिएको केपी ओलीको निरन्तरता र तानाशाह विरुद्ध जहाज छेड्न सक्ने नेता कमरेड भीमरावलाई महाजन प्रतियाले एउटा सन्देश सभालाई सम्बोधन गरिदिनका लागि आज कार्यक्रम गर्दछु। कमरेड भीमराव। तो उन सबको बढ़िया बा, ठीक बा, निकाय खाओगे सबै कुशल मङ्गल हुनुहुन्छ। कर्णाली छेउमा तरङ्ग हेर यहाँ तारा चम्कियो, कर्णाली छेउमा तरङ्ग हेर यहाँ तारा चम्कियो, न्यायको लागि नेकपासँगै बर्दिया लम्कियो। एकतासँगै बलियो बनाऊ, एकतासँगै बलियो बनाऊ समाजको देशभक्ति, एकतासँगै बलियो बनाऊ समाजको देशभक्ति, मेची र काली देखाउँ हामी जनताको यो शक्ति। नेपाली कम्युनिस्ट पार्टीको यस एकता सन्देश सभाका अध्यक्ष कमरेड धेरै लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आउनुभएका यसै बर्दिया क्षेत्रबाट समेत जनप्रतिनिधिको रूपमा प्रतिनिधि सभामा विगतमा निर्वाचित भएर राज्यका विभिन्न तहमा समेत रहेर काम गर्नुभएका हाम्रो पार्टीका नेता तथा पूर्व उप प्रधानमन्त्री बाबुराम कमरेड, मञ्चमा रहनुभएका मेरा सहयोगता पूर्व गृहमन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता र उहाँका सहयोगता कमरेडहरू, मञ्चमा रहनुभएका सम्पूर्ण प्रिय श्रद्धेय नेता कमरेडहरू र आजको यस कार्यक्रममा यो रातो तारा, यो रातो झण्डा बोकेर आगामी निर्वाचनमा बर्दियाका सम्पूर्ण निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको झण्डा फहराउन कम्मर कसेर आउनु